6. ध्यान समाधिमा साक्षात्कार भएको परम चेतनायुक्त परम ज्योति वा दिव्य लाइट वा दिव्य प्रकाशलाई विभिन्न कालमा भिन्न भिन्न नामबाट सम्बोधन गरिएको पाइन्छ। 1. उपनिषदले तत् भनियो। 2. अद्वैतवादीले ब्रह्म भनियो। 3. महावीरले आत्मा भनियो। 4. भक्तिले ईश्वर परमात्मा भनियो। 5. बुद्धले अनात्मा भनियो। 6. नागार्जुनले शून्य भनियो। 7. ज्ञानीले ज्ञान भनियो। 8. लाओत्सेले सत्य भनियो। 9. ईसाईले परमपिता परमेश्वर भनियो। 10. मुस्लिमले नूर भनियो। अन्य नामले पनि चित्रण गरेको पाइन्छ।